एसएसडब्ल्यू अन्तर्गत चाहिँ होटल एकोमोडेसन पढ्ने सोचमा हुनुहुन्छ अथवा इक्जाम दिने सोचमा हुनुहुन्छ भने यो होटल एकोमोडेसनमा कस्तो खालको प्रश्न आउँछ भनेर चाहिँ मैले तपाईहरुलाई एउटा स्याम्पल प्रश्न लिएर आएको छु। जसले फुड सर्भिस पढिसक्नु भएको छ उहाँहरुलाई चाहिँ धेरै नै सजिलो हुन्छ र यो होटल एकोमोडेसनमा चाहिँ आउने खालको प्रश्न भनेर चाहिँ मैले तपाईहरुलाई एउटा प्रश्न लिएर आएको छु। यस्तो खालको प्रश्न चाहिँ तपाईहरुलाई इक्जाममा आउन सक्छ। यही नै आउँछ भन्ने चाहिँ हैन, कस्तो खालको प्रश्न आउँछ भने हेरौँ है त। जस्तो यो प्रश्नलाई हेर्नुस्, यो प्रश्नमा के भनेको छ भन्दाखेरि सुक्कु हाक्कु शिशुचुदे किखाक्कु सारेरु इप्पाक्कु निशक्कु चुकी पुरानी फुकु मारेरु नोवा दोरे देस्का र चार अप्सन दिएको छ। इचिबानमा चौशकु तो चौशकु, निबानमा चौशकु तो युशकु, सानमानमा शकुजिवा फुकु मारे नाइ र अन्तिममा योनमानमा चाहिँ चौशकु तो युशकु। अब यो प्रश्नले भन्नु खोजेको कुरा चाहिँ एकदमै सिम्पल छ। पहिला यस्तो नेपालीमा बुझ्न कोसिस गरौँ है त। सुकु हाकु शिशुचु भनेको चाहिँ आवास सुविधा, हामी बास बस्ने ठाउँलाई चाहिँ सुकु हाकु शिशुचु भन्छ। सुकु हाकु शिशुचु दे किखाकु सारेरु भनेको प्रदान गरिने, इप्पाकु भनेको एक रात, न्युशकु भनेको दुई भोजन, एक रात दुई भोजन, चुक्की पुरानी भनेको त त्यो एक रात दुई भोजन समावेश गरिएको योजनामा चाहिँ के हुन्छ फुकुमारेरु नोवा दोरे देशका भनेको छ। यो भनेको चाहिँ कस्तो भने तपाई नर्मल्ली हामी पनि अब यो नेपालमा जान्छौँ हैन, कतै तपाई बस्ने ठाउँमा होटलमा बास बस्नको लागि चाहिँ 1 नाइट 2 डेज 2 नाइट स्टे 1 नाइट स्टे भन्छ नि, हो त्यही भन्न खोजेको। यसले चाहिँ 1 नाइट स्टेमा एक रात मा चाहिँ एक रात दुई भोजन भनेको अब त्यसमा चाहिँ के समावेश पर्छ भनेर चाहिँ भन्नु खोजेको। यो नर्मल कुरा हो, तपाईले नेपालीमा पनि बुझ्न सक्नुहुन्छ यसलाई हैन, मात्र तपाईले चाहिँ यसलाई बुझ्नु पर्यो। जस्तो अब इचिबामा के भनेको छ भने अप्सनमा चौशकु तो चौशकु, चौशकु भनेको बिहानको ब्रेकफास्ट र चौशकु भनेको दिउँसोको खाना लन्च, ब्रेकफास्ट र लन्च समावेश गरेको हुन्छ रे। निबानमा के भनेको छ चौशकु तो युशकु, दिउँसोको खाना लन्च र साँझको खाना डिनर समावेश हुन्छ रे। सान्नमा के भनेको छ शकुजिवा फुकुमारे नाइ खाना समावेश नगरिएको भनेको र योनमा के भनेको छ चौशकु तो युशकु। अब यतिको पनि तपाईले चाहिँ गेस गर्न सक्नुहुन्छ। तपाईहरु चाहिँ कुनै होटलमा कुनै रिसोर्टमा बास बस्नको लागि हामी नेपालमै पनि जानुभयो भने तपाईले 1 नाइट स्टे गर्नुभयो भने तपाईलाई चाहिँ त्यो के सुविधा हुन्छ। तपाईलाई गएको दिन त्यहाँ बेलुकी खाना पनि दिन्छ, अनि रुम पनि भइहाल्यो हैन, अनि भोलिपल्ट बिहान ब्रेकफास्ट पनि दिन्छ। अब तपाईले गेस गर्दा यो चाडमा कुन चाहिँ मिल्छ। अब हामीले चाहिँ एक रात दुई भोजन इप्पाकु न्युशकु चुकी भनेपछि चाहिँ एक रात दुई भोजन समावेश गरेको भनेपछि चाहिँ गएको दिन रातिको खाना दिने भयो यानी कि युशकु, र भोलिपल्ट बिहान फेरि ब्रेकफास्ट दिने भयो यानी कि चौशकु। भनेपछि यसमा मिल्यो भनेको चाहिँ योनमानको चौशकु तो युशकु है त। ल तपाईले गेस गरिहाल्नु होला। होटल एकोमोडेसनमा चाहिँ यस्तै खालको क्वेशनहरु आउँछ र अरु पनि म विभिन्न क्वेशन लिएर आउँछु र तपाईहरु पनि यदि होटल एकोमोडेसनको चाहिँ अनलाइन क्लास जोइन गर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र थप यस्तै इन्फर्मेटिभ भिडियोको लागि चाहिँ इजी फर्स्ट फलो गर्न नबिर्सनु। धन्यवाद।